मान्छेहरूले मलाई एउटा प्रश्न गर्छन् के कस्तो प्रश्न भन्दाखेरि हैन कतिले यो प्रश्न गर्छन् पनि के गर्छन् भने टङ्क बुढा थोकीले तँलाई के दियो भन्छन् के हैन अनि यसको जवाब चाहिँ म के दिन सक्छु थाहा छ म त्यस्तो अगाडि भन्ने मान्छेलाई चाहिँ नि यो जवाब दिन सक्छु एउटा कर्म दिने बाउले एउटा माया दिइरहनु भएको छ हैन अनि मेरो जुन फ्यामिली त्यो झुपडीमा बस्थे अहिले राजमहल जस्तो एउटा घर बनाइदिनु भएको छ अहिले यो अशोक दर्जी थिएन भने यति कुरा के हो भन्दाखेरि मेरो भाइ पनि पढ्न पाउँदैनथे मेरो बाउआमा राम्रो ठाउँमा बस्न पाउँदैनथे अनि यो भन्ने मान्छेलाई चाहिँ जवाफ यही हो क्या के दिनु भएको छ भन्छन् नि यही जवाफ हो के भन्छ तपाईँ ओ केही भन्न सक्दिनँ दाइ तपाईँले आँसु हार्नु चलचित्रमा आउँछ दाइ कथा एकजना मान्छेलाई हुर्काउन पढाउन सफल बनाउन धेरै गाह्रो हुन्छ मान्छेलाई भन्न सजिलो हुन्छ गाली गर्न सजिलो छ काम गर्न गाह्रो छ डङ्कजी तपाईँले अशोक दर्जीलाई जुन ठाउँमा पुर्याउनु भएको छ नि म चाहिँ स्यालुट गर्छु थ्याङ्क यू सो मच